आज म दुई शब्द भन्न गइरहेको छु। आज मलाई बोल्न मन लागेको त्यति बेला नै म आज दुई शब्द हजुरहरूको अगाडिमा म भन्न गइरहेको छु। आज काङ्ग्रेसको सभापति गगन थापालाई धेरै भिडभाड छ। अनि त्यसपछि के कस्तो लाग्यो भने अहिले मधेसतिर घन्टीको धेरै प्रचार प्रशासन छ हैन। त्यसपछि के कस्तो लाग्छ? के जनताहरू जागरुक हुन सक्छ? के जनताहरू हेर्छ घन्टीलाई? के गगन थापा यति नै भिड बढोस् अनि ट्राफिक जाम पनि लागेको थियो, त्यति नै जनसङ्ख्यामा बढेको थियो। गगन थापा आएको बेला जनकपुरमा धेरै भिड बढोस् लागेको थियो। कतिको त म न्युजमा रिपोर्टिङमा पनि म हेऱ्यो यी गगन थापाजी छ, त्यहाँबाट अमरेश सिंह पनि लडेको छ, त्यहाँबाट बलियो त्यो घन्टी छाबाट हैन राजसभाबाट त्यो उम्मेदवार हुनुहुन्छ। के जनतालाई जागरुक के त्यहाँ हेऱ्यो बाल्यान्ड भन्छ थाइल्यान्ड बनाउनु पर्छ के बन्न सक्छ? के लाग्छ राजनीति फिल्डमा जान्छ नेताहरू पनि भ्रष्टाचार गर्छ? के विश्वास छ हजुरलाई? अनि अहिले गाउँमा हेरिरहेको छु भने घन्टीको प्रचार प्रशासन छ। आउँदो चुनाव फागुन 21 गते हुन गइरहेको छ। के त्योमा मत ल्याउन सक्छ घन्टी र घन्टीका बीचहरू? के हजुरले विचार विश्लेषण गरेर मत दिनु होला है। ल धन्यवाद।